हामी यहाँ लोकल बसमा ट्राभल गरिरहेको छौँ 4 जना ल गाइस हामीहरू चाहिँ नेपालगञ्ज बागेश्वरी मन्दिर जाँदैछौँ गाइस हामी अहिले स्वस्तिका हामी अहिले बागेश्वरी मन्दिरमा आएको छौँ यहाँको रमझम झिलिमिलीहरू कस्तो रमाइलो भएको छ 4 जना भैली खेल्न आएको छौँ अहिले कहिले लहर त खाँदैन होइन मेरो स्वर चाहिँ घाँटी दुखेर एकदम पुरा सुकिसकेको छ घाँटी यता मन्दिरमा आएको छौँ घन्टी सुन्न सक्नुहुन्छ हजुरले घन्टीको आवाज गाइस हामी मन्दिरभित्र पसेका थियौँ होइन हामीलाई कसरी गाली गरेर भगाइदिए मैले चाहिँ भित्रबाट लक गरेको चुकुललाई चाहिँ मेरो सानो मसिनो हात छ नि त हात उठाएर खोलिदिएँ भित्रबाट अनि हामी भित्र पस्दियौँ यस्तो गाली खाइयो अब के गर्ने अनि हामी अहिले पछाडिको बाटो जाँदैछौँ जय बागेश्वरी माता यताको साइडदेखि देखिने भ्यू चाहिँ यस्तो भयो कस्तो राम्रो डेकोरेसन स्वस्तिका स्नेहा कहाँ जानु स्वस्तिका स्नेहा ए यहाँ पो बसेको रहेछ नि त तिमीहरू कसैले किडन्याप गर्ला क्या यति राम्री परिहरूलाई पिङ्की परी यहाँ यस्तो राम्रो भ्यू हेर्नको लागि बसिसक्नु हामीहरू चाहिँ यहाँ गाइस हामी चाहिँ त्यति टाढाबाट यहाँ यही डेकोरेसन भगवानको दर्शन गर्न आएको छौँ आज चाहिँ आरती भएको हुँदाखेरि हामीलाई भित्र चाहिँ अलाउड थिएन अब जब आरती भइसक्छ त्यसपछि चाहिँ हामी भित्र इन्ट्री गर्छौँ होइन मेरो घाँटी सुकेर अलिकति बोल्न पनि गाह्रो भइरहेको छ घाँटी दुखिरहेको छ हामी 4 जना लिएर जाएको छौँ हामी यता गरेर फेरि हामी भैली लिएर जान्छौँ चाहिँ हामी मेरो लागि चाट बन्दैछ हामी चाट खान्छौँ होइन यसलाई चाहिँ भोक लाग्छ छैन गरे अनि यिनी बहिनीहरू चाहिँ पानीपुरी खाइरहेको छन् यिनीहरू पानीपुरी खाइरहेको छन् यहाँ त क्रेजहरू देख्न सक्नुहुन्छ कति भिड छ आइसक्रिम पनि छ सबै कुराहरू छ है यहाँ खाने हामी चाहिँ अहिले चटपटे खाँदैछौँ पानीपुरी खायौँ चटपटे खायौँ चाट खायौँ चटपटे खाँदैछौँ चाट मिठो थियो पानीपुरी कस्तो थियो चटपटे चाहिँ खासै मन परेन मलाई ठिकैको छ एभरेज छ मिलेन लेभल त्यो बाउकोलाई स्नेहा मन कस्तो लाग्यो
निरमाया